आमामामामा के साह्रो कालो हो यो त। कालो पनि के भन्ने यसलाई, कालो निलो छ त यो त। मलाई त देख्दै डर लाग्छ यार, कति कालो के यो। त्यस्तो नभन्नु न यार, अब भगवानले नै त्यस्तै बनाइदियो त के गरौँ त। म कालो भए पनि मनको त गोरु छु नि म। तेरो त मन पनि कालो भइगयो के, यो अनुहार कालो भएर यो कालोबाट सर्दै 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 यहाँ पुगेर मन पनि कालो भइगयो। कालो पनि के भन्ने कि कलौटो छ कि कस्तो त्यो कोइला जस्तो न, कस्तो कस्तो के हेर्दै घिन लाग्ने यार। तेरा बा अफ्रिकातिरका हुन्? कहाँ अफ्रिकाका हुने हुन् र, यहीँ नेपालका हुन्। नाइ नै मलाई विश्वास लागिरहेको छैन कि तेरा बा उयो त नेपालका हुन् भनेर, अफ्रिकाका होला हो। यदि नेपालका भए पनि तेरा बाले अंगार फ्याक्ट्रीमा काम गर्दै क्या हो नि, यसको आएर ग्यास पड्क्या कहिले पड्क्यो तेरा आएर ग्यास भन् त। हेर्दै माटोग्ने पड्केन के, किन पड्किने र ग्यास? ग्यास पड्कियो भने मुख यस्तो हुन्छ र? त्यस्तो बिना नआन यार साथीहरू। त्यस्तो नभन न, तिमीलाई कहाँ काली भन्न मिल्छ त। तिमीलाई त ब्ल्याक ब्युटी भन्छन्, ब्ल्याक ब्युटी जो मेरो मनमा बसिसकेको छ। तिमी सबैले काली तौवा ठेटी भन्छन्, तपाईँले मात्र यस्तो भन्नुभयो। मान्छेलाई हिरा भन्ने चिज थाहा हुन्न के, कालो हिराको महत्व कति हुन्छ भन्ने। तिनीहरूलाई के त त्यही भएर ठेरी काली तौवा भन्छन् होला। तिम्रो मन सफा भएपछि भइहाल्यो कि, मलाई त्यति भए पुग्छ, म तिमीलाई माया गर्छु यति हो। कालो सालो मलाई म्याटर गर्दैन। साँच्चै म जस्तो कालीलाई माया गर्नुहुन्छ र हजुरले? अरे माया गर्छु त, तिमीलाई कसले काली भन्छ? तिमी बिना त म एक पल पनि बाँध्न सक्दिनँ। तिमी भनेको काली होइन हो, मेरो लागि दिलवाली हो, दिलवाली।